सास जाँदा जाँदै एउटा नाम चाहिँ लिन्छु, तर म अरू बेला जिन्दगीभरि त्यो भगवानको नाम लिदिनँ। मर्ने बेला एकपल्ट राम भनेर प्राण त्याग्यो प्रियजन, राम भनेर त्यागेछ। नामको महिमा कस्तो हुन्छ भन्ने कुराको यो उदाहरण हो। तपाईँ सुन्नुहोस्, यो दृष्टान्त फर इक्जाम्पल तपाईँ राम्ररी सुन्नुभयो भने बुझ्नुहुन्छ। अब यमराज भए ठाउँमा जाँदा यमराज छक्क पर्नु। अब यसको निर्णय कसले गर्छ? जीवनमा एकपल्ट राम भनेको, राम जपेको फल कति हो भन्ने कुरा मलाई पनि थाहा छैन। यसलाई नरक दिनु कि स्वर्ग दिनु? अब यसले रामको नाम त जपेको छ भन्दा सबैले भने यो कुरा ब्रह्मलाई सोध्नुपर्छ। ब्रह्म भए ठाउँमा पुगे, महाराज यसले मर्ने बेलामा एकपल्ट राम भनेको छ, यसलाई स्वर्ग दिनु कि नरक दिनु? एकैपल्ट भनेको छ भन्दा ब्रह्म भन्नुहुन्छ यो राम नाम जप गरेको फल कति हो भन्ने मलाई पनि थाहा छैन। त्यसकारण हामी सबै कहाँ जानुपर्छ? भगवान विष्णु भए ठाउँमा, शिव भए ठाउँमा जानुपर्छ। सबै भगवान शिवको कैलाश पुगेर भने प्रभु यसले मर्ने बेलामा एकपल्ट राम भनेको छ भने यसको राम नामको फल के भन्दा शङ्कर भन्नुहुन्छ मलाई पनि थाहा छैन कति के हो यसको राम नामको फल कति हुन्छ भन्ने मलाई थाहा छैन। अब हामी सबै कहाँ जानुपर्छ? वैकुण्ठ जानुपर्दछ। सारा कहाँ पुग्नुभयो? वैकुण्ठ पुग्नु। भगवान नारायणलाई सबैले नमन गर्नुभयो, प्रभुको जय होस् भगवान। यो मान्छे अन्त अवस्थामा राम भनेको छ भने कुन फल दिनु यसलाई? यसले कुन फल पाउला भन्दा भगवान मुस्कुराउनुहुन्छ। त्यही एकपल्ट राम नाम बोलेकै कारण त यो ब्रह्मलोक पुग्यो, त्यही राम नामका कारण यो कैलाश पुग्यो र त्यही राम नामका कारण यो वैकुण्ठ आएको छ। अब यो मोक्ष भयो, किनभने वैकुण्ठ आएको मान्छे फेरि फर्केर जाँदैन, यसको गति हुन्छ, मुक्ति हुन्छ। राम नामको फलै यही फलका कारण त यसले सम्पूर्ण लोकको दर्शन गर्दै गर्दै अन्तिममा वैकुण्ठ लोकलाई प्राप्त गर्यो प्रियजन। यस्तो नाम, त्यसैले हरिनाम संकीर्तनलाई कहिले नभुल्नु, भगवत नामलाई कहिले नबिर्सिनु।